नमस्ते सबैजनालाई वेलकम टु मेरो न्यू भ्लगमा। अब चाहिँ यो एपिसोडमा चाहिँ म तपाईहरुलाई चाहिँ एउटा क्रुज शिपमा लिएर जाँदैछु अनि त्यसपछि चाहिँ हामी चाहिँ मुई थाई बाउट हेर्न जाँदैछौँ यो एपिसोडमा। आजलाई चाहिँ आई होप तपाईहरु चाहिँ यो एपिसोड हेरेर रमाइलो गर्नुहोस्। थ्यांक यू। ओके ल गाइज, अब चाहिँ हामी चाहिँ यता पियरतिर आइपुग्यौँ हैन। अब हामी चाहिँ लाइन अप गर्दैछौँ। हामीले चाहिँ त्यो एउटा हाम्रो वाला चाहिँ मिस गरिएछ। अब चाहिँ 5 बजेकोमा हामी छिर्दैछौँ। जस्ट ठाउँ चाहिँ राम्रो छ। हामी चाहिँ यहाँ चाहिँ वात अरुण टेम्पल भिजिट गरेपछि एकछिन होटलमा गएर रेस्ट गरेर आएको थियौँ किनभने चाहिँ एकदमै गर्मी थियो। हामीलाई भोक पनि एकदमै लागिरहेको थियो। खानाहरू पनि एकदमै मिठो थियो। धेरै नै खाइयो आज चाहिँ बफे सफे स्टाइलमा हैन। अब खानाकै कुरा गर्ने हो भने चाहिँ यतातिर के भन्छ कन्टिनेन्टल स्टाइलको थियो, थाई कुजिनहरू थियो, चाइनिज कुजिन थियो, वेस्टर्न कुजिन थियो अनि आई थिङ्क कोरियनवाला कुजिनहरू पनि थिए। अनि के अरे यता पर्फर्मर पनि एकदमै ट्यालेन्टेड हुनुहुन्थ्यो। मल्टी ल्याङ्ग्वेजमा गाना गाउने होइन अनि इन्टरटेनमेन्टहरू गर्ने। अनि मान्छेहरू पनि सबै आफ्नो फ्यामिलीसँग थिए। सबैजनाले चाहिँ मजाले खाना खाने, रिल्याक्स गर्ने। मौसम पनि हामीलाई साथ दिएको थियो। अब पानी पर्ने अथवा बादल लाग्ने भएको भए त अलिकति गाह्रै पर्थ्यो होला, तर सनी वेदरमा चाहिँ फेरि घाम पनि त्यस्तो नहुने अनि माहौल पनि एकदमै राम्रो कोजी वेलकमिङ थियो। अनि तपाईँले केही क्षणमा चाहिँ मैले गाएको पनि देख्न सक्नुहुन्छ अनि होप तपाईँलाई मनपर्छ होला। सो गाइज होइन, यो चाहिँ एउटा मोमेन्ट थियो मेरो लागि। एकदम हुन्छ नि एकदम जोयफुल मोमेन्ट थियो किनभने कति थियो भएको थियो मैले पर्फर्म नगरेको होइन। अनि म चाहिँ एकदमै ग्रेटफुल थिएँ अनि मैले एक्साइटेड पनि थिएँ होइन। अनि मलाई चाहिँ उसले कोरियन ठानेछ। मैले चाहिँ त्यही खामसामिदा भनिरहेको थिएँ जोकमा, त्यसकै कुरामा हाँसिरहेको थिएँ। ओके गाइज, अब चाहिँ हामी चाहिँ त्यो फेरीबाट चाहिँ राजा डामरन स्टेडियमको लागि चाहिँ हामी प्रस्थान हुँदैछौँ होइन। अनि चाहिँ यतातिर चाहिँ मलाई यहाँको भ्यूहरू एकदम राम्रो लाग्यो। अनि मैले यसो थोरै चार्ज भए पनि यसो मैले यहाँ रेकर्ड चाहिँ गरेँ। होप तपाईँहरूलाई राम्रो लाग्छ होला भ्यू। ओके गाइज, हामी चाहिँ यति बेला त्यो फेरीबाट चाहिँ के भन्छ त्यो बक्सिङ मुइथाई हेर्न जाँदैछौँ होइन। अब टाइम चाहिँ अलि लाग्ला जस्तै छ। मेरो चाहिँ क्यामेरामा ब्याट्री छैन धेरै, त्यसैले चाहिँ म तपाईँहरूलाई अब हामी चाहिँ स्ट्रेट त्यो बक्सिङ त्यो मुइथाई म्याचमा पुगेर हल्का हल्का भिडियो क्लिप्सहरू चाहिँ हामी तपाईँलाई देखाउन ट्राई गर्छौँ। रिङ साइड होइन त गाइस, रिङ साइड होइन त सबैजनाले, रिङ साइड है बेबी अङ्कल, रिङ साइड होइन त। या लेट्स गो। ल गाइस, अब हामी चाहिँ यहाँ मुइथाई रिङमा आइपुगेको छौँ होइन। अब चाहिँ यहाँ चाहिँ अब 2 जना मुइथाई फाइटरहरू अब भेट्न आँटेका छन्। अब म तपाईँहरूलाई देखाइहाल्छु ढिलो नगरिकन। तपाईँहरू देख्न सक्नुहुन्छ राउन्ड 1 मा हेर। अहिले चाहिँ जस ग्रिनले चाहिँ ब्लूलाई अहिले चाहिँ जस निकै एट्याक गरिरहेको छ। तर यो ग्रिनले चाहिँ ब्ल्याकलाई निकै एट्याक गरिरहेको थियो। तर अब यो ब्ल्याक लाउने फाइटरले पनि ट्राई चाहिँ गरिरहेको छ है। ओ यसले फ्रन्ट किक दामी हान्यो, फ्रन्ट किक दामी हान्यो। तर ग्रिन लाउने पनि बल्लै छ। लो किक राम्रो हान्यो, लो किक। ग्रिन लाउने फाइटरले चाहिँ एकदम राम्रो टेक्निकल गरिरहेको छ अहिले। अब ओहो राम्रो राम्रो लोकिक हान्दै छ यिनीहरूले चाहिँ।
किक खतरा आयो यसले राइटले चाहिँ मलाई लाग्छ ग्रिनले अलिकति कराते पनि खेले जस्तो छ यसलाई किनभने रिभर्स किकहरू पनि आउँछ नि त अब यसको स्टेप्सहरू पनि ग्रिनको स्टेप्सहरू पनि अलिकति राम्रो छ होइन ग्रिनको जस्ट स्टेप्सहरू चाहिँ राम्रो हो यसले चाहिँ अब बक्सिङ पनि राम्रै गर्दो रहेछ बक्सिङ र किक अब मुई थाई त अब त्यसले गर्छ नै होइन तर यसले चाहिँ अब अरू मार्सल आर्टमा पनि एक्सपिरियन्स रहेछ भन्ने चाहिँ त्यही यसको त्यो रिभर्स किकबाटै थाहा हुन्छ अब यसको चाहिँ अब काउन्टरहरू पनि राम्रो छ यसको चाहिँ तर हाम्रो यो कालो लागेको फाइटर पनि एकदम टफ रहेछ त्यस्तो हेडकिक खाँदा पनि यो ढलेन उसले लाइक केही खानाहरू अहिले फाइट चाहिँ दामी भएर आएको छ है अहिले चाहिँ मलाई चाहिँ ग्रिन फाइटर चाहिँ दामी लाग्यो किनभने त्यसले चाहिँ अब टेक्निक र पावर राम्रो कम्बाइन गरेर आएको छ होइन यसलाई चाहिँ अब डिफ्रेन्ट टाइप अफ किक्सहरू पनि आउँदो रहेछ अब तर हेर्दै गरौँ अब नेक्स्ट राउन्डमा अब यो कालो लाउने फाइटरले के गर्छ अब चाहिँ राउन्ड टू ओहो खतरा भइरहेछ केटाहरूको अहिले चाहिँ कालोले पनि निकै एग्रेसिभ तरिकाले किक्सहरू हान्दैछ उसले चाहिँ अब फ्रन्ट किकहरू या अलिकति त्यसले कालोले खाए जस्तै छ कालोले यस्तै पाराले हरियोलाई चाहिँ ढाल्ची भनेर गइरहेको छ है गाइस ढाल्ची भनेर गयो यसले चाहिँ तर अब हेरौँ त्यो कसरी खेल्छन् यिनीहरू कालोको चाहिँ अलिकति र पावर रहेछ यसको तर हरियोको चाहिँ टेक्निकल राम्रो रहेछ ओहो त्यसले काउन्टर दामी हान्यो ओ ढल्यो हरियोले हान्यो Mau terlalu kayak no malu. Oh, stop doing it. अघि भने जस्तै होइन हरियोको चाहिँ राम्रो टेक्निकल छ नि त यसले चाहिँ अब किकहरू चाहिँ डिफ्रेन्ट एङ्गलबाट हान्छ अब पन्चिङ पनि हान्छ किक्स पनि हान्छ यसले होइन जस यो हरियोलाई हेर्ने बेलामा चाहिँ यसको चाहिँ किकिङहरू राम्रो छ कि अलिकति यसले कराते पनि खेलेको जस्तो लागिरहेको छ क्योक्सन कराते जस्तै के अलिकति बलियो जिउ छ नि त्यसको अनि चाहिँ यसले ग्राबिङ पनि राम्रो गर्दैछ प्लस त्यही माथि अब तलमाथि लेफ्ट राइट यो स्टेप्सहरू तर यसको चाहिँ अलिकति यो रिभर्स किक चाहिँ अलिकति ढिलो भयो होइन अब यसले अलिकति रिभर्स किक मास्टर गर्यो भने चाहिँ यस्तो खाले अपोनेन्टलाई चाहिँ राम्रोसँग नकआउट हान्न सक्छ यसले तर नट ब्याड राम्रो छ तर
जस्ट ब्याक केक हाने भए चाहिँ राम्रो हुन्थ्यो होला ब्याक केक हाने हैन अनि के भयो त्यसो बानी भएको थिए आफुलाई हान्न जस्तो भयो ल गाइस अब चाहिँ यो चाहिँ राउन्ड 3 भइरहेछ राउन्ड 3 आई थिंक यो फाइनल राउन्ड होला ओहो ल अब चाहिँ दुवैजना एकदम एग्रेसिभ भएर खेलिरहेछन् अघि भने जस्तै चाहिँ हाम्रो कालो लाउने फाइटर चाहिँ एकदम राम्रो इन फाइट गर्छ भित्रको रेन्जमा छैन बित्तिकै यसको फाइट चलिरहेछ थर्ड राउन्ड हैन अब यो कालो लाउने फाइटर पनि एकदम तगडा एकदम बलियो छ यसको चाहिँ इन फाइटिङ गेम एकदमै राम्रो छ इन फाइटिङ गेम एकदमै राम्रो छ यो केटाको हैन अब कालो लाउने फाइटरले चाहिँ अब हरियो लाउने फाइटरलाई चाहिँ स्पेस दिएन भने चाहिँ आई थिंक कालो फाइटरले जित्ने नकआउट हान्ने चान्सेसहरु पनि हुन सक्छ तर अहिले चाहिँ हरियो फाइटरले चाहिँ तर त्यस्तो अपर्च्युनिटी चाहिँ दिएको छैन यसले चाहिँ किनभने ग्याप मिलाउँदै खेलिरहेको चाहिँ छ किक चाहिँ यसको राम्रो त छ तर मलाई लाग्छ पोइन्टको आधारमा चाहिँ यसले जितिरहेछ अब त एट दिस पोइन्ट हरियो लाउने फाइटरले प्रिटी मच बुली गरिरहेछ अब ब्रो द्याट वाज अ डिसरेस्पेक्ट किक हेर्नु आँट्यो भन्दा पावरै थिएन त्यहाँ तर थाक्यो होला कि बिचरा आफूलाई त्यो ड्रिङ्कको दोषहरू हेर न ओके गाइज थ्याङ्क यू सो मच यो मेरो भिडियो हेरिदिनु भएकोमा आई होप तपाईँलाई यो एपिसोड मन पर्यो होला अनि चाहिँ तपाईँलाई अब यस्तै खाले मुई थाई बाउचहरू हेर्नु छ भने म पछि चाहिँ छुट्टै भिडियोहरूमा चाहिँ सिङ्गल खाले भिडियोहरू चाहिँ म अपलोड गर्छु तर त्यो भिडियो चाहिँ मैले मेरो फोनबाट खिचेको हुनाले चाहिँ मेरो क्यामेराको जस्तो क्वालिटी नहोला अनि खिच्न चाहिँ चाहन्थेँ तर मेरो चाहिँ क्यामेराको ब्याट्री नै रन आउट भइसकेको थियो किनभने चाहिँ यो दिन चाहिँ लामै दिन थियो हाम्रो लागि अनि चाहिँ अब आउने एपिसोड चाहिँ फ्युचर एपिसोड चाहिँ म कुसामुईको बारेमा पनि हाल्छु तर त्योभन्दा अगाडि चाहिँ म मेरो फ्यामिलीसँगको ओसन पार्कको ट्रिप अनि चाहिँ त्यहाँ चङचाउको ट्रिप अनि चाहिँ त्यो बिकुद्धको ट्रिपहरू पनि हाल्दै गर्छु मेबी सिक्वेन्सहरू मिलाउँदै एनिवे गाइज थ्याङ्क यू सो मच तपाईँको सपोर्टको लागि अब चाहिँ म बिदा हुन चाहन्छु थ्याङ्क यू सो मच अगेन